दुईटा मतपत्रहरू हुन्छन्। यसमा यो चाहिँ आफूले इच्छाएको पार्टीलाई दिन पाइयो, यो चाहिँ के हो त इच्छाएको व्यक्तिलाई। यो प्रत्यक्ष यो समानुपातिक दुईटा मात्रै हुन्छ बुझ्नुपर्ने। योभन्दा अगाडि स्थानीय चुनावमा चाहिँ हामीले धेरैवटा दिन्थ्यौँ, मेयर उपमेयरदेखि लिएर गएर वडा अध्यक्षदेखि लिएर गएर सदस्यदेखि लिएर गएर दिन्थ्यौँ। यहाँ चाहिँ दुईटा, एउटा प्रत्यक्ष आफूले इच्छाएको व्यक्ति, एउटा चाहिँ समानुपातिक आफूले इच्छाएको पार्टी होइन। त्यो आफ्नो स्वेच्छाको कुरा हो। मतदान भनेको चाहिँ एउटा जीवनदान हो, तपाईँहरूलाई थाहा छ। यो एउटा हाम्रो एउटा भोट एकदम अमूल्य छ। तपाईँ हाम्रो एउटा भोटले गर्दा यो देशको भविष्य बन्छ। हामीले भोट दिँदाखेरि एक कप चिया त्यो दुई कसैले खाना दियो भने त्यसमा नबिक्नु होला, किनभने उपयुक्त मान्छे छनौट गर्नु के, जसले देशको लागि विकास गर्न सक्छ, जसले नीति नियमहरू राम्रो बनाउन सक्छ, त्यसलाई चाहिँ उपयुक्त मान्छे छानेर नीति नियम राम्रो भन्दा तपाईँ हामी विदेशिनु परिरहेछ, कति दुःख छ, कति के छ, एउटा सिस्टम भयो भने यहीँ बसेर काम गर्न पाइयो नि त। त्यस्तो खालको व्यक्तिलाई हेरिदिनुहोस्, हेरेर भोट दिनुहोस्। पार्टी नहेर्नुहोस्, व्यक्ति हेर्नुहोस्, जसले नीति नियम बनाउँछ त्यसलाई दिनुहोस्। एजेन्डा हेरेर पुरानो टोयलेट फ्याँकेर नयाँ टोयलेट अब बनाऊ भने जस्तो एउटा सबैले गरौँ। अब त्यो भइसकेपछि अब हामीले चाहिँ मैले चाहिँ अब कुन अवस्थामा भोट बदर हुन्छ त भनेर हजुरलाई भन्छु, र कुन अवस्थामा चाहिँ भोट बदर हुँदैन भनेर म सिकाउँछु। 2 मिनट लाग्छ। पहिला चाहिँ हामीले 21 गते बिहान 7 बजेदेखि, फागुन 21 गते बिहिबार बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म हामीले भोट हाल्न पाइन्छ, भोट राख्न पाइन्छ। हाम्रो नजिकको केन्द्रमा गएर चाहिँ जहाँ जहाँ तोकिएको केन्द्रमा गएर आफ्नो भोटर आइडी कार्ड लिएर गएर भोट दिन पाइयो। एक नम्बर भोट दिन पाइयो, म पछि भन्छु। एकछिन नभन है, दिन पाइयो। अनि त्यसपछि हामी गइसक्यो, त्यहाँ 2टा लाइन हुन्छ, एउटा महिला एउटा पुरुष, अशक्त गर्भवती ज्येष्ठ नागरिक सुत्केरीहरूलाई चाहिँ लाइन बस्नु पर्दैन, त्यो सुविधा हुन्छ। 2टा लाइन बसिसकेपछि हामीले पहिला चाहिँ यो रातो रङको यो प्रत्यक्ष तर्फको पेपर मतपत्र हामीले लिन्छौँ, हाम्रो हातमा आउँछ। सबभन्दा पहिला हामीले हेर्नुपर्ने के भने यो मतपत्र लिइसकेपछि सबभन्दा पहिला हामीले के हेर्नु पर्यो भने यहाँ मतदान अधिकृतको हस्ताक्षर छ कि छैन, 1 नम्बरमा हेर्नु पर्यो। दोस्रो नम्बरमा गएपछि हामीले एउटा मतपत्रमा एउटा मात्रै भोट दिन पाउँछौँ। यसपालि धेरैवटा भोट यसमा दिन पाइँदैन। स्थानीय तहमा चाहिँ अरू पनि दिन मिल्थ्यो भने यसमा पाइएन। एउटा मतपत्रमा एउटा भोट दिन पाइन्छ, यसमा पनि एउटा भोट, जम्मा 2टा भोट दिने यसपालि। यसमा कन्फ्युज हुन भएन। एकछिन यो स्याम्पल हो, स्याम्पल हो। अनि के गर्नु भने यसमा चाहिँ सबभन्दा पहिला मतपत्रमा मतदान अधिकृतको छ कि छैन, साइन छ कि छैन यो हेर्नु होला। त्यस पछाडि अब यसरी राखिएको हुन्छ, यो इङ्क र यो स्वस्तिक र यो इङ्क राखिएको हुन्छ मतदान गर्ने ठाउँमा। त्यसमा चाहिँ अब आफूले कुन दिने, मैले यो चाहिँ जस्ट एउटा स्याम्पल हो, यहाँ कुनै पार्टीको छैन, एउटा स्याम्पल मात्रै हो। यसमा चाहिँ मैले आफ्नो स्वेच्छाले मैले यसलाई मन पर्यो यसलाई त्यसरी दिनु पर्यो। एकचोटि भन्दा